भाकाको फोटो भक्का ए भाकावालीलाई नखिच्नु नि भक्कावाली त यति राम्रो हुनुहुँदो रहेछ हैन अहिले त भाकावाली काली काली हुन्छ अनि के काली काली दिलवाली हुनुहुन्छ हो भन्नु त कस्तो मजाले भक्का बनाउनु भयो बिहानै आज कति बज्यो चाहिँ 6 बजे नै भक्काको अचार चाहिँ के हो टमाटर धनिया आम्मा खुर्सानी कति मिठो हैन पुदिना हालेको पुदिना पनि हाल्नुभयो हजुर अब गाउँकै घरकै हो पुदिना तपाईको नाम चाहिँ मेरो नाम हजुर के भन्नु अब नाम पनि भन्नु पर्यो तपाई थारू हुनुहुन्छ होइन राजवंशी हो राजवंशी हुनुहुन्छ ए यहाँको अर्गानिक मान्छे हुनुहुन्छ किन तपाई पत्रकार हो म पत्रकार होइन किन पत्रकारले मात्रै सोध्नु मिल्छ अहिले मिल्दैन हैन त्यही त भनेको पत्रकारले सोध्छ नि ए त्यो पत्रकारहरु फटाहरू कोठामा गएर सुता जाऊ सुतेको छैन रातभरि सुतेको छैन ड्युटीमा थियो के गरेर बस्यो त दोकानमा रातभरि नहरमा हाल्दै निकाल्दै नहरमा हाल्दै निकाल्दै गरेको यहाँको नहरमा यहाँ तलतिरको नहरमा के काम गर्छ राति काम गर्नुहुन्छ तपाईँ म काम गर्दिन रातभरि बस्नुहुन्छ अनि दिउँसो सुत्नुहुन्छ म केही पनि गर्दिन ए ल चिया खुवाउँछु म त्यसो भने तपाईँलाई हस् मुख पोल्छ ए मुख पोल्छ चिया खाँदैन चिया खाँदैन तपाईँ चाहिँ के खानुहुन्छ चिया म चिया खाँदिन के खाने त म केही खाँदिन ल भन्नु न म खाइसकेँ मैले चिया खाइसकेँ चिसो चिया नि खुवाउँछु म चिसो चिया पनि खाँदिन म गाडीमा ड्युटी गर्छु कि चिसो चिया खाने हो होइन तपाईँ को पर्नुभयो तपाईँ सम्झिनुहोस् तपाईँको दाजुभाइ हो म होइन भक्का खाने दाजुभाइ हो नि नेपाली हो सबै दाजुभाइ दाजुभाइ हो भक्का खानु त लिनु त तर के भन्दाखेरि हजुर धन्यवाद कस्तो मजा आएको रहेछ के पर्नुभयो कता के होइन केही गर्नु म काठमाडौँ हिँडेको हजुर यहाँ आज बन्द के भन्छ के अरे ल मिठो कस्तो मिठो तपाईँ 3टा भन्नुभयो नि अब खामै त बनाउन सकेको छु यसरी चामलको भइसक्यो तपाईँको सबै फोटो खिचेर किन पत्रकार अहिलेको जमानामा सबै पत्रकार सबै बाटो सबै नेता यो मान्छेले चाहिँ भाइरल बोलाइदिनु त अलिक हुन्छ कि भाइरल ल सेन्तेरियम खाने हो सेन्तेरियम थाहा छ नि हो के म सेन्तेरियम खिलाउँछु ल कहाँ पाउँछ यही छ राइलिमको छेउमा छोरा हो यसो हेर्दै बुझ्नु न तपाईँको जस्तो बाहुनको छोरा रक्सी खान्छन् त्यही भएर रक्सी र सुँगुर माछाको महँगो दामै भएको हामीले खाएर बाहुनको छोरा हो नि त होइन खाने कुरा हो जसले खाँदा पनि गाडी आयो मेरो पनि यो गाडी त बस्नै हुँदैन अनि कमाउनु पर्यो एउटा बुढी बिहे गरेको पहिलाकै अब अर्को गरेको त्यो पनि विदेश गयो अर्कोसँग लप परेछ छैन नि लप त म जिन्दगी भएन यस्तै राम्रो बुढी छ यस्तो बुढी त अब भेट्दिनँ कहिले पनि लु भक्का अब चाहिँ ल्याउनु पर्यो सेन्तेरियम लिएर आउनु पर्यो खाने लोकल सेन्तेरियम पाउँछ होला नि कति रुपियाँ पर्छ 30-20 ए ल 1 गिलासको हामी चाहिँ कफी खानु पर्छ कफी माइला भन्दा चाहिँ कफी पाउँछ नि पाउँछ नि ल साउनी धन्यवाद कस्तो मिठो थियो है पुग्यो तपाईँलाई पुग्यो होला हामी सधैँ फेरि पत्रकार झोला बनेको देख्नु नि फेरि
यहाँ सुन्नु, हजुर मेरो एउटा मुद्दा चलिरहेछ। केमा मुद्दा चल्यो? अंश र डिभोर्सको दुईटा मुद्दा छ। बुढीले लगिदियो पैसा लाग्यो। ए भिजोमा न तपाईँको कुन उसको? म केही होइन, फेरि त्यस्तो नसम्झिनु। म चाहिँ नर्मल बटुवा हो म चाहिँ। बटुवा भन्ने थाहा छ नि, धरानदेखि विराटनगर जाने अनि काठमाडौँ जाने, त्यति हो म चाहिँ। आज यी आन्दोलन के भनेर यहाँ छिटो हिँडेको। घुम्न हिँड्नु भएको? घुम्न पनि होइन। सोधेको मैले, ए हजुर हजुर, सोधेको मात्रै हो। यहाँ तपाईँले भाइगुहार गर्ने ठाउँहरू छ होइन, पिरमार्का नपर्ने मान्छे यो संसारमा छैन। हेर्नुहोस्, मलाई पनि ठुलो पिर छ, तपाईँलाई पनि छ, उहाँलाई पनि छ, उहाँलाई पनि छ, सबै पिरमा छ। पिरै पिर नपिरो मान्छे हुँदैन, तर पनि उहाँलाई ठुलो पिर छ, उहाँ काम गर्दै हुनुहुन्छ। त्यही त तपाईँले मैले के भने पत्रकार भन्नुभयो। भनिनँ मैले पत्रकार होइन भने। अनि के भन्नु? म त बटुवा बाटो हिँड्ने बटुवा। हजुर हजुर, लु म सेन्ट्रिम ल्याउँछु है, राख्नु है।